मेरा प्यारा भ्युवरहरूलाई नमस्कार। म भूपेन खतिवडा हजुरहरूको अगाडि स्टुडेन्ट लाइफको बारेमा एउटा छोटो कविता लिएर आएको छु र मेरो स्वरचित कविताको शीर्षक छ साथी। कवितामा बढ्नु अघि अनि मेरो फेसबुक पेजलाई फलो गर्नुहोला अनि कविता मन पर्यो भने लाइक र कमेन्ट गर्नु नबिर्सिनुहोला। र कविताको शीर्षक छ साथी। दुई अक्षरको सङ्गम कति सुन्दर छ नि। यी दुई अक्षरले गर्दा मेरो सारा दुःख र पीडा नि घट्छ। ओ साथी, तिमी हुँदा मलाई केही कमी लाग्दैन, न त दुश्मनको न त जोकरको, न त दुश्मनको न त जोकरको। ओ साथी, जब तिमी मसँग हुन्छौ नि तब मलाई केही पर्वाह हुँदैन, तर जब तिमी टाढा हुन्छौ नि तब मात्र तिम्रो पर्वाह हुन्छ, तब मात्र तिम्रो पर्वाह हुन्छ। ओ साथी, त्यो क्लासरुमको रोमाञ्चक पल, चार दिवारको रोमाञ्चक सफर, बोलेरो क्याम्पर र थारको अफरोडिङ, BMW र मस्ट्याङको त्यो रमाइलो सफर, BMW र मस्ट्याङको त्यो रमाइलो सफर। साँच्ची मैले त झन्डै बिर्सेछु त्यो हाम्रो कागजको पैसा र ज्योमेट्रीको मोबाइल, त्यो कागजको पैसा र ज्योमेट्रीको मोबाइल। कोसकान डाँडाको भिड र सेवकको ट्राफिक, बगुवाको धुलो र अलैँची खोल्साको पानी, बगुवाको धुलो र अलैँची खोल्साको पानी। दुई अक्षरको सङ्गम कति सुन्दर छ, त्यस्तै त्यसको अर्थ पनि, त्यस्तै त्यसको अर्थ पनि। दुई अक्षरको बयान गर्न हजार जुनी पनि कम छ, हजार जुनी पनि कम छ। धन्यवाद।